दलको बारेमा कुराहरू गर्नुभयो, म त्यसमा धेरै जान्न, खालि अहिले ओभरअल कुरा गर्न खोजेको चाहिँ निर्वाचन आयोगले निर्वाचन कानुन र राजनीतिक दल सम्बन्धी कानुनबाट नेपालको राजनीतिक दलभित्र ठुलो सुधारको कुरा गर्ने प्रयास गरेको छ। त्यसलाई हामीले साथ दिनुपर्छ। यही बेलामा पार्टीभित्रको विधान पनि अब हामीले संशोधन गर्नुपर्छ। दुईटालाई हामीले मिलाउनुपर्छ। केवल राजनीतिक दललाई चुनावी खर्चको पैसा दिएर मात्र समस्या समाधान हुँदैन, त्यो आवश्यक छ। म त लामो समयदेखि यसको एडभोकेट हो। स्टेट फन्डिङ हुनुपर्छ। तर त्यो स्टेट फन्डिङ हुनका निम्ति त्यो राजनीतिक दलले उम्मेदवार कसरी छान्छ भन्ने कुरा महत्त्वपूर्ण हो नि त। राजनीतिक दलभित्र उम्मेदवार छान्ने कुरामा चाहिँ सिन्डिकेट प्रथा छ। अनि राज्यले चाहिँ उसलाई उम्मेदवारीको लागि खर्च दिएर मात्र समस्याको समाधान हुँदैन। अहिले हामीले पार्टीभित्र नेपाली कांग्रेस पार्टीभित्र दुईटा कुरा गर्न सक्यौँ भने ठुलो रिफर्म हुन्छ। एउटा, नेपाली कांग्रेसको पार्टीको सभापति यो विभिन्न तहमा चुनाव गरेर छानिने प्रतिनिधिले छान्ने होइन, देशभरिका सदस्यहरूको प्रत्यक्ष मतदानबाट छानिने। 12 लाख 13 लाख मान्छेले मतदान गरेर कांग्रेसको सभापति छानिन्छ भने जोसुकै छानियोस् ल, त्यो छानिने मान्छेले गुट बनाउँदैन। किन जसले गुट बनायो त्यो हारिहाल्छ। त्यो छानिने मान्छे सबै जात समुदाय सबैले स्वीकार नगरेको त्यो छानिँदैन। कांग्रेस सबैको पार्टी हो। सबै जाति समुदाय भाषा भाषी रिजन मधेस पहाड सबैले रुचाएको मान्छे हुनुपर्छ। छानिएको मान्छे आम रूपमा चाहिँ पिपुलको भरोसा नजितेको मान्छे छानिँदैन। एउटा यो गरौँ। अर्को, उम्मेदवार छान्ने कुरा चाहिँ पार्टीको लिमिटेड मान्छेहरू बसेर कुनै पनि ठाउँको उम्मेदवार होइन, त्यही ठाउँको पार्टीको मानिसहरूले उम्मेदवार छान्न पाउने बनायो भने पार्टीमा ठुलो रिफर्म हुन्छ। त्यो रिफर्मसँग चाहिँ अहिले तपाईँले भनेको चाहिँ स्टेटले गर्ने फन्डिङ जोडिदियो भने बल्ल अनि हाम्रो राजनीतिक दलहरूभित्रको सुधार हुन्छ भन्ने म ठान्दछु। यसमा हामीले थप बसेर काम गर्ने अरू धेरै सुझावहरू छन्। खालि अन्त्यमा चाहिँ म आज जे छु नेपाली कांग्रेस पार्टीभित्र, मैले जे त्यहाँभित्रको जिम्मेवारी प्राप्त गरेको छु त्यसको मैले धेरै ठुलो कुराको मैले त्यसको श्रेय कसलाई दिन्छु भन्दा मेरो क्षेत्र नम्बर 4 मेरो क्षेत्रलाई दिन्छु। किनकि मेरो लागि दुईवटा टर्निङ पोइन्ट थियो। 74 को निर्वाचन मेरो लागि टर्निङ पोइन्ट थियो। 79 को निर्वाचन मेरो लागि टर्निङ पोइन्ट। 74 को निर्वाचन यदि म यहाँबाट निर्वाचित भएको थिइनँ, त्यो बेलाको क्राइसिसको बेलामा नेकपा एउटा भएको बेलामा भनेको भए म त्यतिखेर अस्ति महामन्त्रीको उम्मेदवार बन्न सक्ने मैले त्यो योग्यता राख्न सक्दैन थिएँ। म संसदमा पुग्दिनँ थिएँ। संसदमा नपुगेको भए मैले आफूलाई प्रमाणित गर्ने मौका पाउँदिनँ थिएँ। त्यस्तो बेलामा यो निर्वाचन क्षेत्रले मलाई टेक्न ठाउँ दिएको हो। अस्ति 79 को निर्वाचन पनि मेरो लागि अप्ठ्यारो निर्वाचन थियो। काठमाडौँमा त्यो बेलामा एउटा माहौल थियो, त्यतिखेर एउटा स्थिति थियो। ती सबैको माहौलको बिचमा यो क्षेत्रले मलाई जोगाएर ल्याएर पठाएको। अहिले म पार्टीको महामन्त्री छु, यो जिम्मेवारीमा छु। म अझै मेरा जति पनि निर्वाचनहरू लड्न सक्ने मेरो अवस्था रहन्छ, जुन बेलासम्म क्रियाशील राजनीतिमा रहन्छु त्यो बेलासम्म मैले यो निर्वाचन क्षेत्रको विकल्प सोच्ने, विकल्प खोज्ने, त्यो कुराको बारेमा मैले त्यो मेरो कल्पना भन्दा पनि बाहिरको विषय रहन्छ। मैले योभन्दा अघिल्लो निर्वाचनमा मलाई विभिन्न नेपालका विभिन्न निर्वाचन क्षेत्रहरूबाट यो ठाउँमा जानुपर्छ भनेर भन्दै गर्दाखेरि त्यतिखेर स्वाभाविक रूपमा यो पो विकल्पहरू हुन्छ कि भन्ने बारेमा छलफलहरू कुराकानी नभएका होइनन्। तर त्यो छलफल कुराकानीबाट हामी एउटा निष्कर्षमा पुग्यौँ, होइन यो निर्वाचन क्षेत्र नै मेरो निर्वाचन क्षेत्र हो, यही निर्वाचन क्षेत्रमै भर गर्नुपर्छ, अरू कुनै विकल्पबारे सोच्दैन भनेर त्यस्तो अप्ठ्यारो बेलामा त त्यो निर्वाचन क्षेत्रको बारे निर्णय गरेर आइयो भने अब योभन्दा ठुलो जिम्मेवारी लिन्छु भनेर आँट गरिरहेको बेलामा अनि गाह्रो परेको बेलामा चाहिँ यो निर्वाचन क्षेत्र अनि योभन्दा ठुलो जिम्मेवारी लिन्छु भनेको बेलामा चाहिँ अर्को ठाउँ सोचेर जाने भन्ने कुरा, त्यो भनेको चाहिँ त्योभन्दा गैर जिम्मेवारीपूर्ण कुरा केही पनि हुँदैन। त्यसैले कहीँ कतै कुनै मनमा कतै किन्तु परन्तु एक ठाउँ पनि कसैले कुनै त्यो राख्नु होला। बरु मैले के पाएँ भने अलिअलि म बाहिर धेरै दौडेको हुनाले, कम आइरहेको, कम भेटघाट गरेको हुनाले गर्दा यस्तो पो लाग्यो कि भन्ने भावनाले गर्दा म त यहाँ बस्दा मलाई डर लाग्यो। म यहाँ आउने जाने क्रम बढाउनुपर्छ भन्ने मलाई लाग्यो। म त्यो बढाउँछु, थप मेहनत गर्छु। तपाईँहरूको शुभेच्छा आशीर्वादको लागि धेरै धन्यवाद।